यो रोप्नुहुन्छ कलर कलर के एउटा कलरको दुई कलर चाहिँ छरेको थियो तर कुन कुन उम्रियो कुन कुन उम्रेन अस्ति छरिराखेको अब फेरि घाम लाग्न थाल्यो यी त गुलियो भइगएको छ र भाउजू पिरो भए त के छोड्नु नि यसलाई मिठो खोर्सानी भन्ने चिज चाहिँ गुलियो किन मिठो लाग्दैन त्यो पहिल्यैदेखि भइआएको र दिनु पर्ने नै पिरो हो अलिक होइन के भन्नु सुँगुर पनि टिक्किरिरी गर्यो खै सुतिरहेको रहेछ गन भने माक्क गर्नु थियो रहेछ दुधमा बिचमा उयो लाउनु भएको यस्तै थियो दुईवटा हुँदाखेरि चाहिँ अनि उतार यता खानु झगडा गर्छ नि त त्यो ठुलो सुँगुर अझै छ उसको त्यो त कस्तो कोठातिर गएर सुत्छ हौ अस्ति म गएको थिएँ उसकोमा भित्र कोठामा पसेछ त्यो कोठाको लुगाहरू सबै छराइदिइराखेको थियो कस्तो सुँगुर थियो अब खाटमुनितिर गएर पो सुतिन्छ गरे यता खर्क नआउँछ आशा पनि हामीले पछ्याएको हौ आजको हाम्रो ब्लग खेतालाको मिनी ब्लग आउँछ आज अब हिजो अस्ति आलु खनेको जस्तो लाग्छ भाउजू हेर्नु त त्यहाँ पर मन्टाको भिज्दै डल्लो परि गएर त्यहाँ अझै छ नि मैले राखिराखेको छु बसिरहेको उसँगले अघि फोन गरेको थियो बोल्नै छैन म घाँस त गरेछ अनि फेरि गरेको बहिनीसँग बोल्दैछ फेरि यसमा गर्छु भन्दै हुन्छ म केस भन्नु गइहालेँ टुक्रुकै दिइहाल्नु न अहिले त चाहिँ यहाँ एकदम आशाले नि बनायो मलाई यस्तो नबनाउने ऐना हेरेर यहाँ छ हजुर यहाँ को लुक्ने पछाडि आमामा के खायो तिमीले चाहिँ मुख रातो बनाएर के खाएको नानी के हो त्यो अरे के हो त्यो त्यसको नाम के हो नाम के हो भन किम्बु तिम्रो कुरा चाहिँ मैले लैदिएको सब ठिक छ कसको डोको त्यो त्यही भएको होला बुढी त घरमै कराइरहेको थियो त नि गर्दिनँ भने चाहिँ म ज्वाइँ लिएर आएपछि नमस्ते अब के सिन्दुर लाएर भाउजू आउँछ स्मृति होला आउँछु भने किन आएको रे आउँछु भनेर किन आएको त्यहाँ म के गर्नु झुम्के थैली खै भन झुम्के थैली म त हेरेको खै सुनि त साँच्ची ए भरे गर्छु किन यताबाट आउने अरे ल के हो ठर्की नजरले ढलाउँछ क्या बुक्लो रोजीको भैँसीले त हेरिरहेको छ रोजी यति ठुलो कचिया भयो हस् ए कमी बगेर कहाँ हिँडेको सिक्कल खेताला म के गर्नु बेग्लै छ पारै बेग्लै फेरि उसको आजको हाम्रो खेतालाहरू मेरो खेतालाहरू आज कति मिठो हावा आएको हजुर के भन्नु छ्याउ भाउजू फेरि बोल्नु न फेरि बोल्नु न यत्रो सुँगुर पनि लागेन रहेछ खै हो ठुलो भइसकेछ हौ यो सुँगुर त यहाँ यो 1 मनको गरे माथिल्लो 2 मनको गरे सागको बिउ छरिसकेको के यो यो छिटोवाला नि यसको दाम मिठो हुन्छ नि त है दाम मिठो हुन्छ कोपी पनि कस्तो ठुल्ठुलो भएछ मेरो सबै कोपी त धमिराले खाइदियो त मेरो त कोपी धमिराले खाएर ढुटो के भएको हो ए फुलाङ्गे परेछ बन्दकोपी पनि छ त्यहाँ हजुर भनेको अनि भाइहरू त ससुराली गएको छ अरे भरे आज आयौँ भने चाहिँ अनि खोइ त अनि फोन गर्छु भन्दै थियो चित
मैले भनेको त भाइलाई आमा नि को नि त नि आज हामी यत्रो बारी मकै गोड्नु पर्ने आमा भेन्दा भाउजू सानो त छैन त ज्वाइना देखाएको हुनेवाला चाहिँ खै रेकर्ड गर्नु पर्दो रहेछ कि अरे खै जानुपर्छ है सबैजना ल भाउजू जानुहुन्न म त जादिनँ रे मेरो नानीले अलिक आशा त जान्छ होला मकैबाट सिङ्गलिङ झर्दा पनि त्यति साह्रो त नगरौँ के अरे भाउजू मकैबाट सिङ्गलिङ झर्ने मान्छे पनि छैन आज त भन्ने पनि मकैबाट को सिङ्गलिङ झर्यो चेरिना नस्ति हुँदा हो भएको यहाँनिर नि चेरिनाले चाहिँ कुरा गर्नुहुन्छ नि मकैबाट सिङ्गलिङ झरेको रे कति खतखत फुल हुन्छ नि त्यसरी ओ कान्छी झर्छ नि त त्यस्तो क्या पुलिस रमाइलो लाग्छ म चाहिँ बनेकै थिइनँ त त्यहाँ रेकर्ड गर्दा किन बनिनु पर्यो गाउँले जिन्दगी बनिँदैन मैले अस्ति कसलाई बाहिर दिएको यो सिन्दुर लाँदाखेरि यहाँ भ्यासलिन फर्स्ट लगाउनु र कसलाई भनेको मैले छैन मेरोमा अनि ठ्याप्पै अडिन्छ अरे के यसरी अडिँदैन अरे लिक्विडवाला लाग्छ ए किन अडिँदैन अरे अडिन्छ अरे बे गरेर पहिला बे गर्नु त अहिले लाउनु पर्यो भने मैले बे नगरे पनि लाउनुहुन्छ त नि त्यो हुन्छ त अबिरको मैले ट्राई गरेँ भने त्यो बुढाले उयो गर्देको चाहिँ लाउनु मिल्दैन क्या अरूले त्यस्तो छ्याप्पै बस्छ छल्लिन्छ छल्लिन भएन त त्यो लाउँदा त्यो लाउँदा भएन भ्यासलिन लाएर लाउनु भइन्छ के गर्थ्यो अरे उसले अप्ठ्यारो भएर सिन्दुर लाउँदा लिक्विडवाला त कहिले नलगाएर होला कि ए उसको यहाँ गइरहेछ यहाँ पर सार्जनले लगाइदिन्छ त भोलि पर्सि अब कहिले सिन्दुर पोते गर्ने अनि लगाइदिन्छ यहाँदेखि सुस्मितालाई त पेले अनि बुढा गाई लामो हुन्छ अरे लाउनेले मात्रै लगाइदिन्छ मेरो बुढाले लगाइदिएन त यहाँदेखि यहाँ माथिदेखि मात्रै लगाइदियो यहीँदेखि मेरो त उकालो होइन ट्रेन पहिला त्यहाँ आएको नि त जन्थेँ होइन म चाहिँ यहाँ माथिदेखि यहाँदेखि नै लगाइदिएँ यहाँदेखि जाने म देखेको यस्तो तानेको रे भाउजूलाई नाच्नुको लागि बेहुली हुँदा मान्दैन अब त कति फकाउनु पर्छ अहिले त नाचौँ भन्नु त आमा उफ्री हो मैले देखा नभएको तिम्रो रेशमाको आशाको उसको लाम्ठी खाएँ उसको खानु पाइयो मेरोमा त सबै थियो भर्दा झन् भाउजूको लाम्ठी खाएँ बिहे खानु पाइनँ नि भाउजू बियर ल्याएर अनि केटाहरूमा रेशमाको जन्ती गएको हामी ए पुस्कर र उयो नाचेको पुस्कर र उयो नाचेको छ त मेरोमा भिडियो हामी बुढाबुढी नाचेको पुस्कर र उयो नाचेको खोइ हेरौँ त छ्या लु हाइ मकै गर्न मान्छे हेर्नु पर्दैन भरे हेर्नुपर्छ आफूले रेकर्ड गर्दा बोल्दिनु त्यो कहाँ खोज्नु पर्दैन खोज्नु पर्छ ए ल आम्मा म के साह्रो रातो भएको घमाउले झनै मरिन अचम्मै मनबहार दाजु र साजन नाचेको पनि छ मनबहार दाजु र साजन पनि खतरै नाचेको छ सुस्मिता र साजन आम्मा नभन्नु भाउजू म त हिजो त यहाँ घमाउरो सुकेर त नि सरर भएको थियो हुने नै यो कालो टिका लगाएर आउनु भएछ यति घोस्दै भर्यो छैन अनि के कालो टिका नलाउन भन्यो नानी भएपछि मात्रै पोता आउँछ भन्छ नि होला आउँछ तर जति उमेर छिप्यो त्यति आउँछ यस्तो कोठी आएको छ कि मेरो अहिले थिएन होइन यो आएको छ यो निकाल्नु मिल्छ मेरो हेर कत्रो कत्रो छ कोठी आमा यस्तोतिर झन् त्यत्रो कोठी आउँदा के को चिन्ता भोलिपछि केही कथन गरेर यति यति पोतो टाटा मेरो जस्तो आयो भने के गर्नु तिम्रो त त्यो मेरो त यहीँ छ यो रेणुकाको त तिलकोठी हो मेरो दुईटै छ उसको पनि तिलकोठी बाको मासु हुँदैन यो नि यो बुढीहरु त ल यता सुमन सिंह हो
भन्नुहुन्छ को हो उता चाहिँ अनि यो त माथि माइती छ नि जय किसन त्यति साह्रो राजु समाल साथी हो फेरि राजु यो पेन यसरी लगाएर काम गर्नु अप्ठ्यारो लाग्दैन त्यही भनेको ले दादा पनि पेन लगाउँछ नि विराज भट्टा सुसुकाले हुँदैन रहेछ त्यस्तो ज्यादा पनि टाइट न टाइट पेन गया गडा छुने छुने आउनु न यता के अल्छी सरी हौ यस्तो रमाइलो गर्दैछौँ हामी तपाईँ चाहिँ एक्लै त्यहाँ हेर्नु न ब्याड लक भनेको त्यही होइन बोलाएर पनि क्यान्सल हुन्छ अनि रमला चाहिँ के मेरो फेभरेट हिरो सौगात बस्ने मेरो पन्जा त्यहाँ फुलुङमा छ ल्याउनु फुलुङ पनि हिरो ल्याएर आउनु भनेको त ढिलो कुरा पो है विराज भट्ट उता पर दिलीप राईमा ऊ चाहिँ उता भुवन केसी ला दिलीप राईमा चाहिँ यता अरे आशा हेर नहेरेको फेरि के अरे तिमी सरन बस यस्तो ह्यान्डसम छु म आफ्नो हिरोहरू पहिला त्यस्तो हुन्थ्यो नि होइन एक सिजन मलाई यो हिरो मनपर्छ त्यो हिरो मनपर्छ नागिनीहरू अनि त्यसको नाम राख्नु पर्ने मान यत्रो पोका बोकेर यता हाम्रोतिर अनि यता अलिक टाढा टाढै छ अलि ठिकै मेलो ल्याउनु यहाँ हेर्नु यतासँग पो जाँदा यता गयो यता आउनु यता गयो उता जानु हाम्रो खेतला पनि सकियो आज हाम्रो बारी गोडेर पनि सक्यो कति बजी सक्यो आमा पछिटो सक्यो आज त सक्यो भन अब आज कति छिटो हामीले गरेर सक्यौँ यति छिटो त कसैको सकेको थिएन रुखसँग पनि उल्टो सपरा बोकेर पिरको खयो कोनी मान्छे भाउजू के गरिन्छ त्यो पिरको त मैले दिन्छु भन्दै हिँड्दै थियौ है बिर्को गरेर अनि मैले अलिकति खान्छु भन्नु लागेको माथि मागिदिन्छु एउटा बिस्कुट मुथ्यो है अरे कसैको केही छोडियो होइन मलाई देखाउँछ नि गाला पनि हेरि नसकिरहेछ ल बोल्नुहोस् तपाईँको 2 शब्द राख्नुहोस् म त फेरि समाचारमा दिन्छु नि अस्तिको माघको याद छ भाउजू अस्ति माघमा तल के डाँडामा सोल्टीलाई फोन गरेको सिरियस बिराछ फेरि बुहारी माइलीलाई चाहिँ दिनु बिचरा छुक लुक्नी पल्बी पल्बी पिरो पो त त्यो त चम्ची पनि ल ल्याऊ उसलाई यो टोकुङ टोकुङ लाग्छ हजुर नदेखाउने जाड नदेखाउने उसलाई त हलाउनु हुँदैन त म रुखसँग हेरेको तर्स्यो पिरो छ र अलिक गुले गुले छ हौ को आउँछ ऊ घरमा कुरो मागा सिक्किमेबाट गइरहेछ हाम्रो बाबुजी चाहिँ फेरि खुकुरी म सिक्किमे जस्तै देखेँ
सिक्किमे पनि बटुकोमा खाएपछि हुन्छ त होइन ए कुकुरी उता त ठिकै छ ग्रासमा भनौँ पनि यहाँ लोकल सिसाको बाहिरी जिन्दगी चाहिँ अन्त रातो रातो काला भएको हेर न झपके हामीले रोपेको चाहिँ किन यस्तो पातुलो ए यो अलि भाले भएर सिङ्गल हो है यो सिङ्गल हो अनि कस्तो चाहिँ झ्यापके फुल्ने डबल चाहिँ यो खालको यो भन्दा नि अझै डबल हुन्छ अन्त त्यो उयो नै नहुने गरे क्या ट्यापै त्यो रियल त्यो अर्कै खालको भाउजू के कोटाइराख्नु भएको बुढी माथि गएर हेलो यो हडार अर्को कमला राख्नु नि यहाँनिर खोइ छैन त नभएर पो त यस्तो गरेको पजिलो गर्नु कि केही छैन सबै हुर्की फुलै हुर्किसक्यो विराज भट्टको हिँडाइ नै खतरा क्या फेरि आज फेरि आफ्नै धुनमा त नबोली उता के उसको नाम त के पो भन्दै थियो बेगुनी मैले हिजो सारेको कसको अनुभव त्यस्तो भयो सुरुचोटिको रेणुकाको के भयो सुरुमा आउँदा घर आशाको के भयो रमलाको सुरुमा आउँदा अब हेर अब धेरै रहेछ उसको सुन्दाको के छ सुरुको भाउजूको मन त हजुरको आफै उड्यो हारो भाउजू त एक्लै जानु हुँदो रहेछ घाँसमा बिचरा उठाउनु पनि हुँदैन अरे साथै सुस्मिका चाहिँ खुब लड्थ्यो अरे लड्नु चाहिँ हिजो तपाईँहरूकोमा हिजो के अस्तिको दिन हिजो नै नि ठाउँमै पछारेर हो बिनामानी त किम्बु खाएर आउँदैन के यसरी टेकेको यस्तो भएर दिन्छु त म ओके गाउँघरमा चाहिँ यस्तो रमाइलो हुन्छ कहिलेकाहीँ साथीसँगै भेट हुँदाखेरि बुढाको नाम चाहिँ जप्दिन एकचोटि चाहिँ साधा के पो सक्सेस आएको थियो अनि सक्सेस आएर अब सक्सेस बाइक मन पराउने अनि आऊ सक्सेस यता बस यसरी बस न भनेर उसलाई देखाउँदै गरेको त किचन भएकोपट्टि चाहिँ ढेसिछु क्या बाइक त पक्लाकै गयो अनि एउटा हातमा नानी छ हो बस खाँदो खाँदो बिस्तारै लडायो नि ठुलो कामेर बिउ लाएँ म त नानी खोजेर भागेँ पल्लोपट्टि दिनु मन लाग्यो मैले म त काकीको छोरा लाग्यो अस्ति तिरेन रातो ठुलो सोले कराएको त्यहाँदेखि लुरुक्क पो हुन्छ भाइ के गर्छ स्वर पनि जानु छैन कति गयो नि भन्नु बित्तिकै थपक्क आउँछ मलाई फेरि रिस उठिहाल्छ त भन्नु बित्तिकै को भन्ने ए म त भाउजूको फेरि कमको त छैन नि आफ्नो यहाँ राम्रोमा त अस्ति नानाहरूकोमा गन्ती आएन ल उता गोरीमा पनि नआएको त भाउजूको त नि कति रिसाउनु भएको गोरो भएर के नाप्छ हौ त्यो ननाचेर त माम्दिम भाउजू अलिकति खानु न मन राम्रो हुनु पर्यो कालो भयो नि गोरो भयो नि